चाहिँ म आलुको पराठा बनाउन गइरहेछु, जसको लागि मैले आलु पनि बोइल गरिसकेँ। अनि आलु बोइल गरेको आलुलाई छिलेर त्यसमा चपिङ गरेको धनियाँ, प्याज, हरियो खुर्सानी हालेँ। अनि त्यसमा स्वादअनुसारको आफूलाई मनपर्ने नुन अनि जिरा धनियाँको पाउडर हालेँ। त्यसपछि त्यसलाई चाहिँ म्यास गर्नुपर्छ तपाईँले मजाले, जसरी पिठो तपाईँले एकदम सफ्ट बनाउनुहुन्छ त्यस्तै यो चाहिँ आलुकोलाई एकदम सफ्ट गरेर तपाईँले मिच्नुपर्छ। मिचिसकेको आलुमा चाहिँ तपाईँले जस्तो नर्मल रोटीको भन्दा एक साइज ठुलो डो लिएर बिचमा यसरी राउन्ड राउन्ड गरेर बिचमा चाहिँ खाल्टो बनाएर त्यो खाल्टोमा चाहिँ तपाईँले आलु हाल्ने। अनि साइड साइडबाट यसरी बेन्ड गरिदिइसकेपछि चाहिँ त्यो आलु बाहिर निस्किन पाउँदैन र तपाईँले बेल्दाखेरि पनि सजिलै बेलिन्छ, आलु बाहिर निस्किँदैन। त्यसपछि यो बेलिसकेपछि चाहिँ यसलाई तातो तावामा राखेर माथिबाट हल्का ब्राउन हुन थालिसकेपछि पल्टाइसकेपछि चाहिँ यसरी घिउ लगाएर या रिफाइन्ड लगाएर तपाईँलाई जुन चिज मनपर्छ त्यही लगाएर यसरी एकदम ब्राउन बनाइसकेपछि चाहिँ निकालेर साइडमा राख्ने। तपाईँलाई तातो खाना मन लागे तातो, नत्र भने सबै बनिसकेपछि चाहिँ मैले हेर्नुहोस् त मेरो आलुको पराठामा चाहिँ एकदम सफ्टनेस छ। यो फोल्ड गर्दाखेरि पनि आलु निस्किया छैन, भाँचिया छैन। यो चाहिँ तपाईँले चियासँग या टमाटरको चटनीसँग खान सक्नुहुन्छ। थ्याङ्क्स फर वाचिङ, किप लभिङ, keep supporting.